ओके सो हेलो गाइज नमस्ते नमस्कार के कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ भन्दै आशा गर्दै आज तपाईलाई मायालु गेम किन आएन त 30 गते आउनु पर्ने हैन मायालु गेम आएको छैन त किन भनेर कमेन्ट गरिराख्नु भएको हुन्छ। त्यसकारणले आज चाहिँ म तपाईहरुलाई फुल्ली जानकारीको साथ यो भिडियो लिएर आएको छु। ध्यानपूर्वक यो भिडियो अन्तिमसम्म स्किप नगरिकन हेर्नु होला। मायालु गेम किन आएन त एसपी मोडले मायालु गेम 30 गते आउँछ भनेर समय तोकेको थियो। त्यो समय भित्र मायालु गेम किन आएन भन्दा फेरि एसपी मोडले प्ले स्टोरमा मायालु गेम लाइसकेको छ, रिलिज गरिसकेको छ। तर प्ले स्टोरमा आउनको लागि एक दिन समय लाग्ने भएको कारणले यो चाहिँ ढिलो भएको जानकारी गराएको छ एसपी मोडले। र तपाईहरुको मायालु गेम चाहिँ अब प्ले स्टोरमा आइसकेको छ भन्दा तपाईले सर्च गरेर हेर्नुहुन्छ आएको छैन। कहिले आउँछ भन्दा फेरि तपाईको प्ले स्टोरमा चाहिँ अब आउनको लागि एक दिन समय लाग्ने भएकोले अथवा भोलि या पर्सि चाहिँ तपाईको प्ले स्टोरमा आउँछ। तपाईले प्ले स्टोरमा सर्च गरेर भोलि अथवा पर्सि हेरिराख्नु होला, तपाईको आउनेछ। प्ले स्टोरमा रिलिज हुन चाहिँ एक दिन टाइम लाग्ने भएको कारणले यस्तो भएको, अन्यथा नलिनु होला तपाईहरुले। रिलिज चाहिँ आज भइसकेको छ मायालु गेम। त्यसकारणले गर्दा फेरि तपाईहरुको ले भनिराख्नु भएको हुन्छ मायालु गेम कहिले आउँछ हैन, आएन त 30 गते। आज 30 गते मायालु गेम किन आएन, कसरी आएन? मायालु गेम आइसकेको छ, नआएको होइन। त्यसकारणले गर्दा फेरि तपाईले सर्च गरेर हेरिराख्नु पर्ने हुन्छ प्ले स्टोरमा मायालु गेममा आएको छ कि छैन भनेर। भोलि अथवा पर्सि चाहिँ तपाईको रिलिज भइसक्छ। आजै रिलिज गर्नु भएको तर रिलिज चाहिँ 2-3 दिन लाग्ने भएको, रिलिज हुन चाहिँ प्ले स्टोरमा 2-3 दिन लाग्ने भएको कारणले गर्दा फेरि यो समस्या देखिएको कारणले गर्दा फेरि यस्तो भएको। त्यसकारणले गर्दा फेरि तपाईहरुले प्ले स्टोरमा गएर सर्च गरिराख्नु होला। आजको जानकारीमूलक भिडियो यही अन्त गर्न चाहन्छु। मायालु गेमको अब प्ले स्टोरमा आइसकेपछि फेरि म तपाईहरुलाई बताउने नै छु। रिलिज भइसकेको छ, प्ले स्टोरमा आउनु बाँकी छ, एक दिन लाग्ने छ। त्यसकारणले गर्दाखेरि तपाईले सर्च गरेर हेरिराख्नु होला। प्ले स्टोरमा भोलि अथवा पर्सि चाहिँ आइहाल्छ नै भन्दै आजको भिडियो यही अन्त गर्न चाहन्छु। सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब, लाइक, कमेन्ट अनि शेयर पनि गरिदिनु होला। धन्यवाद।